यो एसी को मेसिन उठाइरहेछ है एसी को मेसिन 7 तला माथि उठाइरहेछ क्रेनले हेर्नु यो क्रेन को लम्बाइ माथि 9 तलाको छ क्रेन को पावर कति होला त सोच्नु हो यसरी जाँदैछ यत्रो ठुलो सामान बोकेर माथि जाँदैछ यो पछाडीको बिल्डिङ हेर्नु हुँदैछ नि सेतो बिल्डिङ को माथि लिएर जाने त्यो सेतो बिल्डिङमा लिएर जान्छ क्रेन को यति धेरै पावर छ अब दुबईमा सुविधा कति भन्ने तपाईहरुलाई यो क्रेनले उचालेको सामानहरु हेर्दै नै थाहा हुन्छ जस्तो कति मजाले सरस लिएर गइरहेछ माथि टुप्पोमा मान्छे बसिरहेछन् उनीहरु त्यसलाई पिकअप गर्नको लागि हेर्नुस् है यति सजिलो तरिकाले उठाइरहेछ हेर्नु सक्नुहुन्छ छेउमा पुगिसक्यो हेर्नु अब सिधा उठाउँछ हेर्नु है त्यसलाई सिधा माथि लिएर जाँदैछ त्यो बिल्डिङ हेर्नुले जुम गरे मैले जुम गरे हेर्नुस् जुम गरे देखिरहेको छ हेर्नुस् कति टुप्पो माल्दा गइसक्यो क्रेन तल छ हेर्नुस् क्रेन अपरेटर तल छ त्यहाँ मान्छे छ त्यहाँनिर एडजस्ट गरेर यता अलिक पाछी उठाएर फेरि त्यसलाई स्पिन गरेर ढल्काएर माथि लिएर जान्छ हेर्नुस् फेरि जुम गरेर देखाएँ तपाईँहरूले हेर्नुहोस् यति माथि लगिसक्यो क्रेनले मतलब प्राविधिक जेनेरेसनको परिवर्तनले के गर्छ हेर्नुहोस् छानाको माथि मजाले अब त्यहाँनिर ड्रप गर्ने तपाईँ हेर्नुहोस् कैमरा है ना कैमरा है आदमी होता है आदमी भी है नीचे से भी देखता है ना वो होता है रहेगा क्योंकि अभी वैसे फोन करके कैसे मालूम पड़ेगा नहीं कैमरा है वो नीचे से भी देखता है ना ऊपर शीशा जो है ना ऑपरेटर का शीशा देख सकता है ना ऊपर ऐसे करके बांधने के लिए नहीं तो मिलाउनको लागि उताबाट तान्छ ठ्याक्क दिया एकैचोटि झार्ने हो के तल फ्रेम छ नि तल फ्रेम छ उनीहरूले कता घुमाउने हो उता घुमाउने हो त्यसलाई